दिदी पो आउनु भएछ। नमस्ते दिदी। नमस्ते बुहारी। जम्नु हिँड्नुहोस् न भित्र। दिदी बस्नुहोस् न। अनि भाइ खोइ त? पल्लो कोठामा हुनुहुन्छ। तपाईँ टिकाको सामान ठिक गर्दै गर्नुहोस्, म भाइले टिका लाउनको लागि बोलाएर आइहाल्छु है। छोड्दे बुहारी, नबोलाऊ त्यसलाई। त्यसले त्यसै पनि मेरो कारणले गर्दा धेरै मन दुखाएको छ। अहिले फेरि मलाई देख्यो भने झन् रनाको मचाउन सक्छ। बरु सुन न बुहारी, मैले भाइको लागि तिहारको सरदम लिएर आएकी छु, राखेर भाइलाई देऊ है। म अहिले जान्छु। ल के गर्नुभएको दिदी? कहाँ जाने कुरा गर्नुभएको? झन् दिदी आउनु भनेर कति खुसी भएको, म त झन् जाने पो कुरा गर्नुहुन्छ। यसरी भाइलाई टिका नलगाइकन जाने कुरा नगर्नुहोस् न दिदी। मलाई लाग्छ तपाईँलाई अहिले यहाँ भाइले देख्नुभयो भने पक्कै पनि बुझ्नुहुन्छ। बरु खोइदिनुहोस् मलाई सामान। छोड्दे बुहारी, म जस्तो अभागी अलक्षिणाको हातबाट त्यसले के टिका लाउँथ्यो होला र? यदि त्यसले मेरो हातबाट टिका लाउने मलाई माया गर्ने भइदिएको भए यतिका वर्षसम्म मेरो एउटै गल्तीले लिएर किन तडपाई राख्थ्यो होला र? सानैमा हामीलाई बुबा आमाले टुरा टुरी बनाएर गए पनि त्यो भाइप्रति मैले बुबा आमाको माया देखेको थिएँ। तर त्यसले मलाई कहिले पनि बुझ्न सकेन। मबाट जानी नजानी गल्ती भएकै हो, तर भाइले कहिले पनि दिदी त यस्तो गर उस्तो नगर कहिले भनेन। उल्टै मेरो कुरा सुन्दै नसुनिकिन कुटपिट गरेर मलाई घरबाट निकालिदियो। म कति अभागी रहेछु। मैले त्यस्तो के गल्ती गरेको थिएँ र त्यसले मलाई यतिका